गाइजहरु आज चाहिँ म यहाँनिर गाउँमा आएर नि काफल खान गइरहेको छौं। यो चाहिँ हाम्रो गाउँ हो। यहाँ एभ्रिवेयर ग्रीनरी। स्प्रिङ सिजन इज अलरेडी गेट स्टार्टेड। हाम्रो काफल पाकिसकेको छ। काफल पाकिसकेको छ। काफल खान जाने बाटो चाहिँ यही हो। तपाईहरु दोलघाटबाट माथि 10 किलोमिटर माथि आइसकेपछि एउटा हाम्रो अबिको घर पछि यो वे हिँड्नु भयो भने तपाई काफलको बोटमा पुग्नुहुन्छ। गाइजहरु म चाहिँ यहाँनिर अब चढ्न नसकिरा बिस्तार बिस्तार यहाँ कोसिस भइरहेको छ किनभने काफल अब यत्रो धेरै काफल छ यहाँ त कोसिस हैन यहाँ त अब आउनै पर्ने हुन्छ। यहाँ आएन भने त यु गाइज कान्ट सी द काफल सिजनको काफल है अ लट देयर पाकेको काफल। यु क्यान सी ओभर माई हेड under my feet behind my head ahead my head head चप्पल झरोस् काफल चाहिँ नझरो हैन। गाइजहरु हामीले चाहिँ मस्त काफल खाएको तर हल्का गाली गर्यौं क्या। तर नि के भन्छ अब रुखमा चढेको अनुमान नदेखेर गाली गर्नु भएछ। अनि त्यो हिक्कुको मान्छेहरु होला भनेर गाली गरिरहेछ। आफ्नै भाइ हुन्छ अनि त्यही भएर छोड्दिनु भयो। नो टेन्सन नो टेन्सन We are going. खाइहाल्यौं मान्छे आइसक्दा हामीले खाइसक्यो। त्यही त अझ के भन्छ शम्भु अंकल चाहिँ नि उतातिर हेरिराख्नु भएको थियो। म चाहिँ नि मस्त त्यहाँनिर अड्केको त्यो मेरो चप्पल तल खस्यो क्या त्यही भएर नि म त्यहाँ अड्केर बसेँ। अनि त्यही भएर नि मैले चाहिँ अलिक खान पाएँ। शम्भु अंकल पछाडि हुन्छु। शम्भु अंकलले पनि नि उ गर्दा काफलको बोटमा हेर्नुलाई ठुलै हत्तीको हैन साथीकै छैन। अब यहाँ शम्भु अंकल चाहिँ चढ्न लाग्नु भइरहेको। पहिला भएको थिएन यस्तो कोहीलाई देखेर इशारा तिम्रो कान्छी बुझ्नै किन सकिन मायामा हुन्छ यस्तो भन्थे तर थाहा थिएन नशालु आँखामा यसरी तिम्रो डुबे म। गाइजहरु म चाहिँ यहाँनिर काफलको रुखमा चढ्न सकिरहेको छैन। त्यही भएर नि आजको लागि चाहिँ यहीँनिर बाई इन्ड। थ्याङ्क यू।